हेलो साथीहरू, अहिले चाहिँ म भोजपुर जिल्लाको वासिङथरको एक गैरी गाउँ सीमान्तमा छु हैन। यो सीमान्तमा यसरी किवी चाहिँ फुल्छ यस्तो हैन। किवीहरू फुल्न धमाधम छ है साथीहरू। यसरी यो फुल हो हैन। यस्तो फुलहरू सबै छ। पछि चाहिँ यहाँ लटरम्म फल्छ दानाहरू हैन। यस्तो छ। यो मेहनत चाहिँ मेरो ठुली दिदी र भेनाको है साथीहरू। एकदमै राम्रो फल्छ। पछि फुलहरू चाहिँ यस्तो छ। तल तल कस्तो राम्रो छ। यता फुलेको फुलहरू यस्तो छ हैन। राम्रो हवाइलो ठाउँमा हैन। हरियो कलकलाउँदो कलिलो मुन्टाहरू झागिँदैछ। निकै सफ्रिने हैन। दाना पनि राम्रो फल्ने। धेरै वर्ष दिदी र भेनाले खुवाइसक्नु भयो। यसपालि पनि खान पाऊँ भन्ने कामना गर्दछु। काम गर्ने कालो मकै खान भालु भने चाहिँ म पनि रहरे हैन। के गर्नु यस्तो छ। रहरले रोप्नु भएको दिदी र भेनाले अहिले त फल्ले राम्रो झागिएको रहेछ हैन साथीहरू। यसको जरा यति ठुलो छ कि हैन। यत्रो यत्रो जरा हुन्छ किवीको हैन। फेद जरा भनेर बुझ्नु भएन। फेद यो सबै हाँगाहरू झागेको है साथीहरू। यस्तो छ। फुल चाहिँ यस्तो हुन्छ है। गोलो गोलो दानाहरू छ नि। यो सब फुल हो। फुलपछि फल त अवश्य दिइ नै हाल्छ बोटले हैन। यसलाई चाहिँ असिना पानीले कुनै असर गर्दैन है। स्याउ सुन्तलाहरू चाहिँ असिना धेरै पऱ्यो भने फुल झर्ने दाना नलाग्ने समस्या देखा पर्छ भने यो चाहिँ एकदमै राम्रो हुन्छ। यसमा चाहिँ त्यो केही देखा पर्दैन। केही कुराले असर गर्दैन। मल चाहिँ राम्रो भेट्यो भने यसको खतरा झागिन्छ बोट हैन। हाँगा बिरुवा यस्तो छ। यहाँ यो परसम्म छ। परसम्म छ। कलिलो मुन्टाहरू छ। यस्तो किवीको मुन्टा यस्तो हुन्छ है। झन्नै हेर्दा त यो ऐसेलुको मुन्टा जस्तै देखिन्छ।